साथीहरु यो मोबाइलले चाहिँ राम्रो देखिदो रहेछ म पनि अब कमाउने हुन्छु पढेर अनि यस्तै ठुलो नानाको जस्तै मोबाइल किन्छु नानाले चाहिँ 24 किनेको छ म चाहिँ 25 किन्छु मैले कमाउँदासम्म चाहिँ 30 40 सम्म आइजान्छ होला 30 40 नै किन्छु यस्तै गरेर भिडियो गराउँछु म पनि यस्तै राम्रो देखिन्छ अनि यस्तै भिडियो मेरो कस्तो राम्रो देखिन्छ यस्तै मोबाइल किन्छु म पनि नानाले त अझ यो मोबाइल किनेर पनि अझ आइफोन किन्ने अरे कमाइ गरेर म चाहिँ यस्तै मोबाइल किन्यो म पनि राम्रो आउँदो रहेछ पनि यस्तै मोबाइल किन्छु के अरे भयो स्यामसङ S24 अल्ट्रा नानाको चाहिँ म चाहिँ 20 नै म चाहिँ स्यामसङ अल्ट्रा 30 चाहिँ किन्छु म चार्ज गर्नु मन थियो अघि साथीहरु हावा गफ हाल्दै छ है गनगन गर्दै म मोबाइल किन्छु एक दिन म ठुलो बन्छु अनि मोबाइल किन्छु ठुलो त म बनिसकेको छु तर अझ ठुलो बनेर हेर्नु साथीहरु तोडेको जुत्ता हेर्नु साथी यस्तो यस्तो छ हाम्रो घरको सबै खोइ दादा यस्तो छ म पनि मोबाइल किन्छु अनि यस्तै राम्री हुन्छु अनि भिडियो बनाउँछु ल साथीहरु बाइ बाइ हाम्रो नाना चाहिँ एक्लै भएर चिचाउँदै छ छिरी ल्याइदे मेरो मोबाइल खाइदिने मेरो मोबाइललाई फुटाल्देऊ ल राम्रोसँग ल्याइदेऊ भन्दैछ उसको मोबाइल फुट्छ भनेर उसलाई एकदमै डर लाग्छ साथीहरु हैन त बल्ल बल्ल यत्रो महँगो मोबाइल किनेको डर त लागिहाल्छ जसलाई पनि मलाई चाहिँ नानाको मोबाइल चलाउनै डर लाग्छ कतै हातदेखि फुटुक्क खस्यो भने नानाले त मलाई मारेर टङ्गाइदिन्छ झुन्नाएर एक त म सुकेको छु झन् मारेर सुकुटी पनि मेरो त हड्डी मात्रै हुन्छ होला सुकुटी त बन्दैन त्यही पनि डर लाग्छ म पनि मोबाइल किन्छु एक दिन ठुलो बनेर यस्तै मोबाइल ठुलो मोबाइल यो भन्दा ठुलो नानाको चाहिँ यहाँदेखि पारि भित्तातिर हेर्दा मिल्छ मेरो चाहिँ भित्ताबाट नि पर कमिलाहरू भित्तादेखि पनि अर्को ठाउँमा दुलो बन्ने गरी चाहिँ म हेर्छु किन्छु मोबाइल राम्री देखेँ क्या म त्यही भएर मेरो मन कस्तो उथुल पुथुल भयो भिडियो बनाइरहँ फोटो खिचिरहँ लागिरहेछ नि यस तर के गर्नु आफ्नो मोबाइल छैन नाना गुन्दिनीको मोबाइल हो उसले चाहिँ मोबाइलै छुन त दिन्छ कि मोबाइल चलाउन पनि दिन्छ तर मलाई चाहिँ डर लाग्छ किनकि यस्तो मोबाइल चाहिँ फुत्त पारेर खस्यो भने एक त म हिँड्न पनि जान्दैन नानाले चाहिँ मलाई यस्तो अचानकमा राख्छ अनि खुची काट्छ मेरो किडनी आँखाहरू बेच्छ अनि यहाँ मोबाइल किन्छ साथीहरु त्यति कुरा सुन्दैछ के गर्दैछ मेरो मोबाइलसँग लागिरहेको होला उसलाई देखिरहेको छैन आज बड्डी मान्छे यस्तै गर्दैछ यही हो यो मोबाइलको धनी म चाहिँ गरिब उ चाहिँ धनी यही हो यो मोबाइलको धनी मान्छे हेर्न सक्नुहुन्छ उसको मुखमा मच्छरले किस खाएर यस्तो गराइदिएको छ ए राम्रो आयो अहिले चाहिँ राम्रो आयो म त राम्रै त छु होइन अघि नै चाहिँ कस्तो खालको मधुरो आएको थियो सो ब्युटिफुल गोरु छ बाख्रा छ सबै छ के हो नि परालको टाउमा चाहिँ चढी गएको ऊ चाहिँ यो कसको बट्टा तपाईको यस मेरो चिनो चाहिँ एकदमै उसको चाहिँ खुस्किन आँटेको छ मोबाइलको धनी मान्छेलाई मैले मोबाइल सुम्पिँदैछु एकदमै डराइ उसलाई मोबाइल दिँदैछु मैले हेर्नुहोस् पछाडिबाट यस्तो छ त्यो सुरुवाल चाहिँ एकदमै माथि गइसकेको छ खिचिएर उसको चप्पल चाहिँ यो अहिले हेर्नुहोस् नानासँग बिहे गर्ने मान्छे यस्तो सुँगुर पाउँछ है ठुलो पाउँछ पछाडिपट्टिको पुच्छुरसँगको पाउँछ अगाडिपट्टिको त म खान्छु पछाडिपट्टिको चाहिँ नानाको बुढाले यसको बाउले गाई दियो भन्ने दाइ जो सबले बाइक दिन्छ
दाजु तपाईँको मम्मीले पनि बाइक त मलाई दिन्छु भन्दै थियो त अस्ति केटिएम डुब्छ दिन्छु हो दुख भनेको यस्तो होइन ए गोरु चाहिँ देखिरहेको मलाई एकदम मनपर्छ साथीहरू त्यो बाइक भनेपछि म किन्छु किन्छ यसले भिरदेखि उडाउनु होइन उडाइ पनि सक्छ भिरदेखि एकदमै मुनि चाहिँ म यहाँ छु भोलिपर्सि चाबी माग्ला एकछिन दे त भनेर अस्ति एसएमसीबाट चाहिँ आइफोन किन्ने भनेको थियो कि नानाले तर त्यो एसएमसीले चाहिँ एकदमै बोयफ्रेन्डले 70,000 गरिदियो एकदमै बोयफ्रेन्ड नानाको चाहिँ एकदमै बोयफ्रेन्डले दिएको जत्तिकै धोका दियो एसएमसी वालाले चाहिँ त्यही भएर नाना रोएर एकदमै भात नखाएर 1 महिनासम्म भोकै थियो आज चाहिँ भात खाँदै थियो बल्ल बल्ल हाम्रो बुवा चाहिँ तल हुनुहुन्छ क्या कर रहे हो पापाजी बुवा चाहिँ फोटो खिच्दै हुनुहुँदैछ हाम्रो बुवा पनि टिकटक बनाउनुहुन्छ टिकटक स्टार हुन्छ फलो गरिदिनु लाइक कमेन्ट गरिदिनु हाम्रो घरमा जो जति छ जन्मेको सानो बच्चा पनि टिकटक स्टार नै हुन्छ लिडर चाहिँ ऊ होइन है म सँगसँगै यो पनि अलिअलि उसको स्किन चाहिँ एकदमै राम्रो छ है साथीहरू तर मान्छेले टोकेर चाहिँ उसको स्किनमा चाहिँ उसको होइन उहाँको नमस्ते भाग्यमानी हुनु नमस्ते नमस्ते भन् भनेर उसले तपाईँलाई भन्नु खोजेको त्यही त मैले भाग्यमानी हुनु भन्दै थ नमस्ते भने नि त नानाले नमस्ते पनि भन् भन्नु खोजेको उसले हाम्रो नानाजीलाई म नमस्ते गर्छु नमस्ते अनि गाउ भाग्यमानी त हुनु हाम्रो नानाले चाहिँ मलाई एकदमै धेरै धेरै आशीर्वाद दिनुहुन्छ फेल त भइजान्छ पूरकमा के आशीर्वाद दिनु साथीहरू पूरकमा पो त रेगुलर भए त ठिकै छ ल एकपल्ट फेल भयो भने दगा दिन्छ है त अस्ति अहिले पूरकमा पनि फेल हुन्छ के ओइ मेरो मोबाइल चाहिँ राम्रै समातेको छु दिदी नाना ठिकै त समातेको छु नि कसरी कताबाट समात्छु नि यताबाट समात्छु कताबाट म बिर्सेँ गएको यो गाई गोरुहरू उ आएको नै यिनीहरूलाई जति खुला भयो उति हेर्नुहोस् हाम्रो नानाको गाई गोरु बाख्रा अरे गाई गोरु तिमीहरूको हो के को मेरो तपाईँको पनि त हो जति यो घरमा हाम्रो हक छ त्यति तपाईँको पनि छ बाबु मेरो त मेरो घरमा हुन्छ भन्नु न ए अहिले हेर न हेरे लजाक्रे बाख्रा चाहिँ ए अहिलेसम्म लजाएर आएको कि पादेर सुँगेर गन्न आएर मुख चाहिँ बुझेको बाख्रा तिम्रो गाई गोरु त्यो उत्तापट्टिको धानहरू काटेको त बन्द हुन्छ